Hello guys, welcome to my new vlog. आज म तपाईहरुलाई पनि मेरो यो भिडियोमा स्वागत गर्न चाहन्छु। आज मेरो यात्रा निकै रमाइलो हुनेवाला छ। आज म पोखरादेखि धादिङ बेसीसम्म जाँदै छु। तपाईहरुले अन्तिम समय यो यात्रालाई फेरि साथ दिनु होला। लाइक, कमेन्ट, तपाईको मनमा लागेको प्रतिक्रियाहरु र सब्स्क्राइब गर्न नभुल्नु होला। यो भिडियोलाई तपाईले माया गरिदिनु होला भन्न चाहन्छु। र अहिले नयाँ बन्दै गरेको यो नयाँ सडक भाइरल रोडलाई पोखरादेखि मुङलिङसम्म सललल यस्तो बग्ने पुरा भाइरल रोड छ। म तपाईलाई देखाउने छु कहाँ कहाँ कस्तो भयो, कहाँ बन्दै छ, कति बन्यो। तपाईले यो भिडियो मार्फत जानकारी पाउनुहुनेछ। यतिखेर भने म हाम्रो यात्रालाई सुरु गर्न चाहन्छु। लेट्स बिगिन। घाम लागेको छ, मौसमले हामीलाई साथ दिएको छ, तर उहाँले छोडेको छैन। एकदम नयाँ रोड सललल बगिरहेको छ र कति ठाउँमा मर्मत हुँदैछ सायद। धुलो धुवा खाँदै यो रोडमा यात्रा गर्नु परेको छ गाइज। तर पनि यो यात्रा निकै नै रमाइलो हुनेछ। यताको यो बाटो एयरपोर्ट जाने बाटो, यो एयरपोर्ट जाने बाटो पोखराको अन्तर्राष्ट्रिय इन्टरनेसनल एयरपोर्ट। र अहिले हामी अब यात्रा सुरु भइसकेको छ। एकदम गाडीहरु डुलेर आएको अवस्था छ भाइ। एकदम मजा राखेको छ कुद्नलाई। रोड चाहिँ अब आइसक्यो बनाएको छ। अब हामी विजयपुर आइपुगेका छौँ। यो विजयपुरनिर चाहिँ बनाउँदैछ। यहाँनिर डाइभर्सन हाल्दैछ। त्यसले गर्दाखेरि यहाँनिर चाहिँ अझै मर्मत सम्भार कार्य हेर्नु भाइ। यो धुलोले अब बिजोग पार्छ। यहाँ एकदम धुलो उडिरहेको छ। यसै धुलो खाइने भयो आज। अब अरू खानु त्यस्तै हो, धुलो चाहिँ मजाले खाइने भयो जस्तो। एकपासले मात्र भएको हुनाले गाडीको भिड छ। तर पनि धेरै विषय भएको छ धुलो खानुभन्दा। यो निकै नै रमाइलो छ। खत्तम पुरो जाम छ यार। जाम त खत्तमै पऱ्यो। निकै धुलो खायो। यस्तो धुलो खाएपछि त के खानु पर्यो भाइ। यसमा कुद्न छुट्टै मजा हेर यो तेह्र हिँडेको। हामी यो दुलेगौडा बजारमा आइपुगेका छौँ। हामीसँग रहनु होला। हामी तपाईँहरूलाई देखाउनेछौँ। यहाँ चाहिँ टुवे नै बाटो बनिसकेको छ। रमाइलो छ एकदम निकै झकास। र सरल यहाँले धुलो धुवा खानु परेन। यो फरिन्टारको बजार यहाँ बिचमा माटो।
अबको 1 वर्षभित्रमा जताततै बाटो सल्ल हुनेवाला छ। अब हामी दमौलीको पुलमा आएका छौँ। यहाँ नयाँ पुल बन्दैछ। यहाँ चाहिँ बाटो बन्ने पुल बन्दैछ। उताको पुल देखाए। यहाँ पुल बन्दैछ दमौलीमाथि, नयाँ पुल एकदम खतरा खालको। कच्ची भएको छ। दमौलीमा अझै पनि पिच गरेर भ्याएको छैन। यहाँ चाहिँ पिच गर्ने क्रमै छ। यतापट्टि चाहिँ एकदम कच्ची नै छ। दमौली बजार पटेपछि चाहिँ हल्का मान्छे पिच छ र अर्कोतिर पनि पिच हुने क्रम जारी छ। भीड़ देखा। यहाँ भीड़ समाजपछि कटिङ गरेको एकदम। यो चाहिँ हो चुनपहरा र यहाँनिर निर्माण कार्य भइरहेको छ। अहिले हामी चुनपहरामा आएका छौँ। यहाँ चुनपहरामा बसेका छौँ। यहाँ नास्ता खाएर अब हामी हिँड्नेछौँ। यो चुनपहरा भन्ने ठाउँ तनहुँको। अब हामी केही समयमा मुलिङ पुग्नेछौँ। हामी सँगै रहनु होला। हामी चाहिँ अब चुनपहराबाट हिँडेका छौँ। यो चुनपहराबाट हाम्रो यात्रा अब सुरु भएको छ। एकदम बाटो चाहिँ यस्तो छ। अहिले दुईतर्फ नै चालु छ। गाइज अहिले हामी मुलिङमा आइपुगेका छौँ। हाम्रो यात्रा मुलिङसम्म हामी आइसकेका छौँ। यहाँ देख्न सक्नुहुन्छ यो मुलिङमा अहिले बनेको नयाँ पुल हो। यो मुलिङको बजार र यो मुलिङको पुरानो पुल र यतापट्टिको यो नारायणघाट जाने बाटो। यो हो मुलिङको पुरानो पुल। हेलो गाइज, आजको यात्रा हाम्रो मुलिङसम्म मात्र रहेको छ। आजलाई यति नै।